पनि राईले थियो। आज हाम्रो मण्डलीमा पनि हेर्दाखेरि धेरै राई जातिहरूले चाहिँ उद्धार मुक्ति पाएको छ। आमेन। संख्याको जति हो भने राई जाति नै बढी छ है। त्यसले गर्दा त्यहाँ एकजना राईले मलाई यसो समाचार सुनाउँथ्यो, तर मैले इन्कार गरेँ। म घृणा गर्थेँ यो कुरालाई, किनकि म मत गर्ने मानिस थियो। तर उसले त्यो मानिसले मलाई के भन्यो भनेदेखि, तपाईँको परिवार, मैले भने म कदापि क्रिस्चियन बन्न सक्दिनँ, म प्रभुलाई ग्रहण गर्न सक्दिनँ भन्दाखेरि उहाँले के भन्यो भने, भाइ हामी चाहिँ एक ठाउँमा काम गर्थ्यौँ, हामी चाहिँ सुत्थ्यौँ क्या, आराम गर्थ्यौँ। ऊ चाहिँ आएर जगाउने, भाइ यतिखेर तपाईँ सुत्ने टाइम होइन, तपाईँ उठेर प्रभुको वचन सुत्ने टाइम हो, सुसमाचार सुत्ने टाइम हो भन्थ्यो। अनि म चाहिँ रिसाउँथेँ, है पर जाउँ, हामी यहाँ थाकेको बेलामा किन यहाँ चाहिँ हामी डिस्टर्ब गर्छौँ, हामी सुन्दैन यो कुरा भन्थ्यो। तर उहाँले मलाई प्रार्थना गर्थ्यो। उहाँले के भन्थ्यो, भाइ तपाईँलाई आज यो वचन भयो, मेरो निम्ति तपाईँले यो वचन तपाईँले फर्कायो, तर आजको 5 वर्ष पछाडि तपाईँको सम्पूर्ण परिवार विश्वासी हुनेछ। उहाँले त्यो बोलिदिनु भयो। मैले भने कदापि हुन सक्दिनँ, म एउटा घमण्डी थियो, मैले घमण्ड गर्यो, तर परमेश्वरको सामने त्यो घमण्ड केही होइन रहेछ। त्यो उपलब्धि के हो भनेदेखिलाई त्यही मानिसले मेरो निम्ति प्रार्थना गर्यो। म नभन्दै नेपाल आइयो, नेपाल आएर म विदेश गएँ, 5 वर्ष नपुग्दै मेरो परिवार विश्वासी भयो। के कारणले भन्दाखेरि चाहिँ त्यही मानिसको प्रार्थना। त्यसकारण म तपाईँलाई भन्न चाहन्छु, अन्य जातिको निम्ति पनि हामी प्रार्थना गर्छौँ है। त्यतिखेर म चाहिँ अन्य जाति थियो, त्यतिखेर म चाहिँ तन्त्रमन्त्र गर्ने मानिस थियो, हरेक भूत बसान खेलाउने मानिस थियो। तर ती सबै झुटको खेती गर्ने मानिस थियो है। र आज तपाईँलाई म चाहिँ अरूको निम्ति पनि प्रार्थना गर्ने मानिस है। हामीले आफ्नो निम्ति मात्रै प्रार्थना गर्ने चाहिँ परमेश्वरको नजरमा तपाईँलाई म चाहिँ स्वार्थी सम्झिन्छ है। हे प्रभु, मलाई सम्पत्ति दिनुहोस्, मलाई धन दौलत दिनुहोस्, मलाई गाडी दिनुहोस्, मलाई कार दिनुहोस्, मलाई बिल्डिङ दिनुहोस्, त्यो होइन। प्रभुले सबै कुरा हामीलाई दिइसक्नु भएको छ। आखिर एक दिन हामीले सबै छोडेर जानु छ। त्यसकारण हामी एक अर्कालाई प्रार्थना गरौँ। हामी सबै एकै छौँ र हामी एकतामा हामी प्रार्थना गरौँ। एकताको प्रार्थनाले के गर्छ, हामीलाई फुट ल्याउँदैन है। एकताको प्रार्थना जब हामी प्रार्थना गर्छौँ नि, अहिले हामी सबैजनाको शिर ठाडो छ। जब प्रार्थना गर्छौँ हामी सबै एकसाथ हामी शिर झुकाउँछौँ। हेर्नु त, प्रार्थनामा कत्रो शक्ति। तपाईँ जति घमण्डी गर्नुहोस्, यो ढोकाबाट भित्र छिरिसकेपछि आउनुहोस् प्रभुको चरणमा शिर झुकाउँ, सबैजनाको शिर झुकाउँ। यो के हो? प्रार्थनाको शक्ति। प्रार्थनाको शक्तिले हामीलाई सबैलाई शिर झुकाउँछ प्रभुको चरणमा। प्रार्थना के हो भन्ने विषयमा चाहिँ हामीले जान्ने गर्छौँ है। प्रार्थनाले हाम्रो यात्रा सफल गर्दछ। प्रार्थनाले हामीलाई आँट दिँदछ, बल दिँदछ, शक्ति दिँदछ कि हाम्रो गन्तव्य अवश्य पुरा हुनेछ, हाम्रो ठाउँमा पुग्नेछ भन्ने हामीलाई ठुलो एउटा हौसला र एउटा आत्मा, आशा अनि भरोसा हामीलाई दिँदछ। त्यसकारण हामीले प्रार्थना चाहिँ हाम्रो जीवनमा के हो? हतियार। त्यसकारण तपाईँलाई म कुनै समय सालमा केही समय लिएर त्यो मौका पनि फेरि प्रभुले दिएला है। किनभनेदेखि धेरै समय लिने पनि छैन, किनभने हामीसँग पाहुनाहरू छटपटिरहेका छन् है। हामी जानु छ, छिटो जानु छ भन्ने कुरा पनि हामीले सुनाइरहेको छ। त्यस कारणले यो वचनलाई चाहिँ राख्दछौँ। प्रभुले तपाईँहरूलाई आशिष दिनु।